हामीले सानैदेखि हाम्रो शरीरमा 206 वटा हड्डीहरू हुन्छन् भनेर पढ्यौं, तर बडी भित्रको रियल साइन्स बुझ्ने मौका धेरैले पाएनौं। बुझ्नुपर्ने कुरा के छ भने हाम्रो शरीर हड्डीले मात्र बनेको हुँदैन। यो एउटा पावरफुल एन्ड इन्टेलिजेन्ट मेसिन हो जहाँ हरेक सिस्टमले दिनरात काम गरिरहेको हुन्छ। एडल्ट ह्युमन बडीमा लगभग 206 वटा हड्डीहरू हुन्छ जसले बडीलाई सेप दिने, सपोर्ट र प्रोटेक्सनको काम गर्छ। शरीरमा 600 भन्दा बढी मसलहरू हुन्छ जसले हामीलाई चल्न, हिड्न, दौडिन, उफ्रिन अनि इभन सास लिन पनि हेल्प गर्छ। 4000 भन्दा बढी टेन्डन्सले मसललाई बोनसँग कनेक्ट गराउँछ र 900 भन्दा बढी लिगामेन्टले जोइन्टलाई स्टेबल गराएर राखेको हुन्छ। हाम्रो ब्रेन भित्र लगभग 86 बिलियन न्युरोन हुन्छ जसले बडी र ब्रेन बीच सुपर फास्ट कम्युनिकेसन गरिरहेको हुन्छ। त्यस्तै ब्लड भेसलको टोटल लेन्थ लगभग 1 लाख किलोमिटर भन्दा बढी हुन्छ। इमेजिन गर्नुस्, हाम्रो शरीर भित्र नै एप्रोक्सिमेटली पृथ्वीलाई 2 पटक घुम्न मिल्ने जति नेटवर्क छ। 360 भन्दा बढी जोइन्टले बडीलाई फ्लेक्सिबल र मोबाइल बनाउँछ। त्यसैले हामी निउरिन, स्ट्रेचिङ गर्न, कुद्न र चल्न सक्छौं। त्यसैले क्रेनियल र स्पाइनल नर्भ मिलाएर 43 पेयर्स अफ नर्भ्सले शरीरलाई सिग्नल पठाउने काम गर्छ। यी नम्बर एक्ज्याक्ट फिक्स भन्दा पनि साइन्टिफिकली एस्टिमेट हुन्, तर एउटा कुरा क्लियर छ, ह्युमन बडी इज वान अफ द मोस्ट अमेजिङ क्रिएसन। त्यसैले आफ्नो बडीलाई रेस्पेक्ट गर्नुस्। रेगुलर एक्सरसाइज, प्रपर न्युट्रिसन, गुड स्लिप एन्ड हाइड्रेसन, यी लग्जरी होइनन्, दिज आर द बेसिक रिक्वायरमेन्ट फर अ हेल्दी लाइफ।